सबैलाई नमस्ते। म डाक्टर भानुभक्त ढकाल, जनरल सर्जन। आज म हजुरहरु समक्ष पाइलोनाइडल साइनसको बारेमा छलफल गर्न गइरहेको छु। पाइलोनाइडल साइनस दुईटा टर्म मिलेर बनेको छ। एउटा पाइलस, अर्को निडस। पाइलस भन्नाले रौँ भनेर बुझिन्छ भने निडस भन्नाले नेस्ट अथवा वासस्थान भनेर बुझ्न सकिन्छ। यो यस्तो साइनस हो जहाँ रौँहरू भेटाउन सकिन्छ। पाइलोनाइडल साइनस विशेषतः रौँ धेरै भएको वयस्क पुरुषहरूमा बढी पाउन सकिन्छ। यो विशेषतः मोटो व्यक्तिहरू जसको चाहिँ सेडेन्टरी लाइफस्टाइल छ, जसले चाहिँ बसेर काम गर्नुहुन्छ। फर इक्जाम्पल ड्राइभरहरू जसले चाहिँ बसेरै लामो समयसम्म काम गर्नुपर्ने हुन्छ र कसैको यदि ट्रमा भएको छ भने त्यस्तो व्यक्तिहरूमा चाहिँ पाइलोनाइडल साइनस देखिन सक्छ। यदि कोही व्यक्तिले लामो समयसम्म बसेर काम गरिरहेको छ भने उसको बटकमा सियरिङ फोर्सले गर्दाखेरि रौँहरू टुक्रा पर्ने हुन्छ र त्यहाँ न्याटल क्लेफ्टमा नेगेटिभ प्रेसर उत्पन्न भई त्यहाँ रौँहरू जम्मा भएर साइनस भएर बस्न सक्छ, जसलाई नै पाइलोनाइडल साइनस भनेर भनिन्छ। कुनै पनि व्यक्ति अथवा बिरामीलाई जाँच गरेर हेर्यो भने दुईटा बटकको बीचमा जुन स्पेस हुन्छ जसलाई न्याटल क्लेफ्ट भनिन्छ, त्यो मिड लाइनमा एउटा अथवा मल्टिपल ओपनिङहरू देख्न सकिन्छ र त्यो ओपनिङभित्र रौँहरूको गुच्छाहरू हुन सक्छ र कहिलेकाहीँ यदि एक्टिभ इन्फेक्सन छ भने चाहिँ पिपहरू डिस्चार्ज भएको पनि हुन सक्छ। र यो कहाँ हुन्छ भने बटकको बीचको जुन स्पेस छ जुन जसलाई न्याटल क्लेफ्ट भनिन्छ र यो मलद्वारदेखि अलिकति टाढा 4 देखि 8 सेन्टिमिटर प्रोक्सिमल्ली माथितिर बीच भागमा हुने गर्दछ र यसले कुनै लक्षण नदेखाउन पनि सक्छ। तर यदि एकुट इन्फेक्टेड छ भने दुख्ने, गनाउने पानी बग्ने हुन सक्छ। यदि पिप जम्मा भएको छ भने टनटन्ते हुने, पिप रसाउने पनि हुन सक्छ। यसको उपचार प्रणाली विभिन्न तत्त्वमा भर पर्छ, जस्तै पाइलोनाइडल साइनस सिंगल छ कि मल्टिपल छ, एकुटली इन्फेक्टेड छ कि छैन, पिप जम्मा भएको छ कि छैन आदि हेरेर हामीले यसको उपचार कुन तरिकाले गर्ने डिसाइड गर्दछौँ। यदि एकुटली इन्फेक्टेड छ, पिप जम्मा भएको छ भने इन्सिजन एन्ड ड्रेनेज गर्नुपर्छ। यदि सानो छ, सिम्पल खाली छ भने त्यस्तोमा साइनसलाई ओपन गरेर छोड्न पनि सकिन्छ। यदि मल्टिपल छ भने त्यस्तो बेलामा अलिकति कम्प्लेक्स टाइपको सर्जरी पनि गर्नुपर्ने हुन्छ। सबभन्दा बढी प्रचलनमा भएको अपरेसन भनेको रोम्बोइड फ्ल्याप अथवा लिम्बर्ग फ्ल्याप हो। यसमा चाहिँ एउटा स्क्वायर सेपको इन्सिजन दिएर भएको मल्टिपल जुन साइनसहरू हुन्छ सबलाई निकालिन्छ र एउटा फ्ल्याप निकालेर त्यसलाई कभर गरिन्छ, जसलाई रोटेसनल फ्ल्याप पनि भनिन्छ। र यी सँगसँगै अरू उपचारका विधिहरू पनि एभाइलेबल छन्। यो स्क्रिनमा हजुरले हेर्न सक्नुहुनेछ। यसलाई पटक पटक आउन नदिनको लागि रिकरेन्स भइराख्ने भएको भएर चाहिँ पटक पटक आउन नदिनको लागि चाहिँ रौँ धेरै भएको व्यक्तिले रौँ फाल्ने अथवा लेजर गरेर रौँहरू हटाउने र पटक पटक सफा गरिराख्नुपर्ने हुन्छ। आजको यस भिडियोमा मैले हजुरहरु समक्ष पाइलोनाइडल साइनसको बारेमा छलफल गरेँ। यदि हजुरहरु समक्ष अन्य थप गुनासाहरू छन् भने कमेन्ट गर्न सक्नुहुनेछ र हजुरको गुनासोहरू सम्बोधन गरेर अन्य सामग्रीहरू लिएर आउनेछु। आजको लागि हस्त, धन्यवाद।